वेलकम ब्याक टु माई हामी स्वागत छ तपाईँलाई मुनु च्यानल एमसीमा। अनि यहाँ दिनेछौँ हामी एकदमै ताजा न्युज, किनभने बासी न्युज दिने हामी कुरै छैन, त्यहाँ हामी बासी न्युजै दिँदैन र एकदमै ढिलो भइरहेछ। त्यस कारण समाचार एकदम हतारमा, किनभने मेरोमा टाइम छैन, विस्तारमा हुनु सक्दैन। सो के छ आजको न्युजमा हाइलाइट्समा देखाइदिनु होला हाम्रो भ्युअर्सहरूलाई। राजभवन बोइसले इन्सेनको लागि जापानिज केक ल्याइदिएको थिएछ र इन्सेनले खाँदाखेरि घाँटीभित्र अड्की गयो। रातिको 12-1 बजीतिर इन्स्टाम्यान र उसको टोलीहरू किन नाच्न थाल्यो? बर्थडे त थिएन, तर पनि इन्स्टाम्यानले के को खुसीमा केक काटेको? अनुपज्यूले के तमासा गरेर मोस्ट भ्यालुएबल पर्सन MVP थाप्यो? जङ्गल बीचमा इन्स्टाम्यान र उसको टोलीहरूले के को सुटिङ गरिरहेको थियो? आउनुहोस् यो फुल रिपोर्ट हेरौँ। न्युज एमसीमा तपाईँहरूलाई स्वागत छ। हाम्रो आजको पहिलो समाचार, इन्सेन भाइको बर्थडे जुन चाहिँ एकदमै भव्य रूपमा मनाएको थिएन, त्यो बर्थडेमा इन्सेन भाइले केक खान किन मानेन? राजभवन बोइसले त्यो केकमा के मिलाएको थियो? हाम्रोमा एउटा क्लिप आएको छ, भिडियो क्लिप त्यो बर्थडेको। आउनुहोस् हामी मिलेर हेरौँ त्यो केकमा के चाहिँ थियो यस्तो जसले गर्दाखेरि चाहिँ हामी इन्सेन भाइले केक खानु मानेको थिएन, तर भाम जबरजस्ती खाएको छ। आउनुहोस् हेरौँ। Birthday to you. May God bless you. Come on. It's a banana. Ambo touch. Ambo. हल्का होइन, तिमी पनि म जस्तै गोरी हुनु होइन, तर काटिदिएको छ र तिमी पनि म जस्तै गोरी हुनु होइन। र हाम्रोमा अहिले नै खबर आइपुग्यो, इन्सेन भाइको बर्थडेमा रिल्समा फेमस भएको जो आदित्य हुनुहुन्छ, उहाँलाई पक्राउ गर्नुभएको छ हाम्रो बर्थडे बोय इन्सेनले। र यो को रहेछ आदित्य, यो के गर्नुहुँदैछ, यो आदित्य कस्तो रहेछ? आउनुहोस् भेटौँ होला हामी सबैजना। हामीसँग छ यहाँ आदित्य। उहाँ चाहिँ आदित्य तपाईँले चिन्नु हुँदैन अवश्य होइन, चिनिराख्नुहोस्, रिल्सको आदित्य ऊ नै हो होइन। सब रिल्समा जति आदित्य देख्छ यही आदित्य हो अनुहार देखा है। आजको दोस्रो समाचार, इन्स्टाम्यान र उसको टोलीहरू रातिको 11-12 बजी चाहिँ सुतिरहेको मान्छेहरू चाहिँ उठेर अचानक नाचेको थियो। के चाहिँ भयो यस्तो? अचानक बारापाथिङको विरान जङ्गलमा हाम्रो इन्स्टाम्यान उसको टोलीहरू उठेर नाचेको थियो। आउनुहोस् हामी मिलेर हेरौँ यो क्लिप। इन्स्टाम्यान र उसको टोलीहरू किन राति 11 बजीतिर चाहिँ एकदमै जोडले तमासा गर्दै नाचिरहेको थियो? आउनुहोस्। इन्स्टाम्यान जिटीको 100 के ताजा खबर एकदमै दामी खबर चलिरहेको। Thank you so much. Thank you. बारापाथिङमा भोलि के खानु होला? के खाने? बदेल बस्तीको सरी बोल्दिनँ, बदेल भनेको होइन, बदेल खाने कि बस्तीको कुखुरा भनेको मैले। अनुज भाइ ल 100K भोलि पार्टी होइन, देखेन तैको निदर मात्रै आयो। Thank you so much for believing me. साँच्चीमा भनेको I'm gonna work so hard होइन, अझै म तपाईँहरू एन्टरटेन गर्छु। एन्ड ट्रस्ट मी गाइज, इन्स्टाग्राम जित्यो 1 million पनि छुन्छ एकदिन। अहिलेको लागि सरप्राइज भयो कि सानो भन्दै कि दिवालीको दक्षिणा Happy birthday के को कि तर 100K, let's go. 100K. इन्स्टाम्यानको 100K को सेलिब्रेसन अहिलेसम्म सकेको छैन। बारापाथिङको भाले गाउँको केटाहरू सबैजना मिलेर उहाँहरू पार्टी खानु आँटेको रहेछ। उनीहरू सेकुवा अनि फ्रुट पन्चहरू बनाएर खानु आँटेको छ र के चलिरहेको छ त्यहाँ आउनुहोस् हेरौँ हामी सबैजना मिलेर। इन्स्टाम्यान जिटीके 100K क्यान्डल चाहिँ उल्टा हालेछ कान्छाले हो, बेसी स्मार्ट भएर हो, दिमाग बेसी चलाइछ यस्तो हुन्छ नि त। तर केही छैन, पुछ त यहाँ लिएर यसले पुछ यो त पड्किन्छ, प्याट मात्रै गर्छ हो। 100K बलेन भने पनि हाम्रो सबै बलिरहेको बल्दैन अब। ठिकै छ 100K तबडी बजाउँ, तबडी आउँछ अनुहारतिर
थ्याङ्क यू गाइज अब यो 100K को त केक काट्नै पर्यो नि हो अन्त यस माथि आउनु न one's for Machi. come on 100K woo महिनाले ठुलो भइहाल्यो नि फेरि हाम्रो हस्पिटलमा यही जग्गाबाट आउँछ डल्लै 100K हो नि सो सरी दा 100K पानी उही छ क्या 100K ओके लु यहाँ लास्ट कम्ती यस्तो चाहिँ गर्नु हुँदैन र आजको अन्तिम समाचार हाम्रो इन्स्टाम्यान उहाँको टोली र बारापाथिम बोइजहरू ट्रेकिङमा जाँदाखेरि हाम्रो अनुप भाइले MVP पायो मोस्ट भ्यालुएबल पर्सन त्यो दिनको लागि तर उसले के गर्यो उसले तमासा गरेको हाम्रो च्यानलमा तमासा बिना हुँदैन उसले तमासा गरेको छ के डरलाग्दो तमासा गर्यो आउनुहोस् यो ट्रेकिङको डल्लै जर्नी हामी विस्तारले हेरौँ अब चाहिँ हामी ट्रेकिङ हिँड्दैछौँ हाइकिङ जाँदैछ सरी कहाँ गएको अरे हो Susumsa, we have Anup Dai over here. Ogi Chuku, पर पिके जानु हुँदैछ अगाडि इन्स्टाम्यान एन्ड यहाँ माथि हुनुहुन्छ कैसा है भाई? बहुत बढ़िया बहुत बढ़िया अब और दूर जाना है चलो 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 कैसा है भाइ पर जानु पर्ने हो एकदम त्यहाँ डिस्टेन्स चाहिँ यस्तो छ अनुपले चाहिँ पानी झार्दिएको आगो बलेकोमा सिन्दा आजको MVP आजको MVP दा अनुपले पाइदिनु मिस्टर टक्सिक बोयले आगो भए चाहिँ पानी झार्दिएको ट्रेकिङमा खाना पाकुन्जेलसम्म इन्स्टाम्यान र उसको टोलीहरू एउटा सानो सुट गर्ने भनेर निस्क्यो हाम्रो क्यामेराम्यान अघि छुको र डाइरेक्टर अघि छुको हुनुहुन्थ्यो अनि एक्टर हाम्रो इन्स्टाम्यान जिटिके अघि छुकोले डल्लै सर्टहरू बसेर लिनुभयो हाम्रो इन्स्टाम्यान जिटिके जो चाहिँ उमेरमा ठुलो हुन्छ तर हाइटमा सानो हुनुहुन्छ उहाँलाई लम्बो निकाल्नु लागि चाहिँ डल्लै सर्टहरू बसेर लिन्छु नेक्स्ट सर्ट चाहिँ अब यहाँ यता खोला जाँदैछ माछा बोकेर माछाको सर्ट चाहिँ पर ल्याइछ खोलाको चाहिँ यहाँ अब अलरेडी यहाँ हो र आजको समाचार यतै समाप्त हुँदैछ र यस्तै नै तपाईँले ताजा ताजा तमासाहरू गरेको खबर हेर्नु मन छ चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नु नभुलिनु होला छिट्टै भेट्नेछौँ तपाईँलाई अर्को भिडियोमा टिल देन टेक केयर सब्सक्राइब एन्ड गुड नाइट